तपाईहरु सम्पूर्णलाई नमस्कार छ यस च्यानलमा। आज चाहिँ हामी बीएड प्रथम वर्ष ल्याङ्ग्वेज एन्ड लिङ्ग्विस्टिक्स मेजर लिनुहुने जति पनि विद्यार्थी साथीहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ इम्पोर्टेन्ट हुने खालका क्वेशनहरु हामी चाहिँ डिस्कस गर्न गइरहेको छौं। त्यो मध्ये मोस्ट इम्पोर्टेन्ट क्वेशन जुन चाहिँ 2082 सालमा पनि सोधिएको थियो त्यो चाहिँ डिफरेन्ट बिट्विन होमोफोन्स एन्ड होमोग्राफ्सको बारेमा सोधिएको थियो। अब आजको हामी यस क्लासमा चाहिँ डिस्कस गर्नेछौं होमोफोन्स भनेको के हो र होमोग्राफ्स भनेको के हो भनेर चाहिँ क्लियरली हामी डिस्कस गर्नेछौं है त। सबैभन्दा सुरुमा चाहिँ तपाईले चाहिँ शाब्दिक अर्थबाट जान्नुपर्ने हुन्छ। शाब्दिक अर्थमा हामीले हेर्ने हो भने होमो भनेको के हो? होमो भनेको सेम हो। होमो यहाँ छ होमो छ। यहाँ के डिफरेन्स छ भने फोन्स भनेको चाहिँ सुन्नसँग सम्बन्धित भयो, ग्राफ्स भनेको चाहिँ राइटिङसँग सम्बन्धित भयो। अब यहाँ हेर्ने अब यहाँ हेर्दाखेरि चाहिँ तपाईले के देख्नुहुन्छ भन्दा चाहिँ होमोफोन्स एन्ड होमोग्राफ्स। यसो लजिक लाएर हेर्दाखेरि चाहिँ हामीले के भन्नु पर्यो भन्दा चाहिँ उस्तै सुनिने यो भनेको होमोफोन्स भनेको चाहिँ उस्तै सुनिने, होमोग्राफ्स भनेको चाहिँ उस्तै स्पेलिङ भएको सेम स्पेलिङ, ग्राफ्स भनेको स्पेलिङसँग सम्बन्धित भएकोले उस्तै स्पेलिङ भएको बुझ्नु पर्यो है त। अब हामी चाहिँ डिफरेन्ट हेरौँ है त है। पहिलो भनेको चाहिँ होमोफोन्स। यतापट्टिको स्लाइडमा हामीले चाहिँ होमोफोन्स देखाएको छौं। अर्को पाली भनेको चाहिँ होमोग्राफ्स। तपाईले एक्जाममा लेख्दाखेरि चाहिँ सुरुमा चाहिँ होमोफोन्सलाई हल्का डिफाइन गर्नुस्, त्यसपछि होमोग्राफ्सलाई डिफाइन गर्नुस्, त्यसपछाडी चाहिँ तपाईले चाहिँ यसलाई तल देखाएको छ भनेर चाहिँ हल्का एउटा ल्याङ्ग्वेजमा फर्मल तरिकाले लेख्नुस् अनि यो टेबलमा देखाउनुस्। डिफरेन्ट लेख्दाखेरि चाहिँ जहिले पनि तपाईले टेबल बनाएर लेख्दाखेरि तपाईको मार्क्स बढी आउँछ है। सो पहिलो भनेको चाहिँ वर्ड्स दैट हैव द सेम प्रोनाउन्सिएसन। होमोफोन्स भनेको एउटा यस्तो हो जसको चाहिँ के हुन्छ त प्रोनाउन्सिएसन चाहिँ सेम हुन्छ। फर इक्जाम्पल SEEC SEAC यो दुईटै वर्ड चाहिँ के छ? यो दुईटै वर्ड चाहिँ हेर्दाखेरि चाहिँ स्पेलिङ चाहिँ डिफरेन्ट छ, बट तपाईले के सिमिलर पाउनुहुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ एउटा सी भनेको चाहिँ समुद्र भयो, अर्को सी भनेको चाहिँ हेर्नु भयो हैन। सेम छ स्पेलिङ तर सुन्दाखेरि के सुन्यो त डिफरेन्ट छ स्पेलिङ तर सुन्दाखेरि चाहिँ के त सेम सुन्यो। यसलाई के भन्यो? होमोफोन्स भन्यो। तर होमोग्राफ्स भनेको के भन्दा चाहिँ होमोग्राफ्समा चाहिँ वर्ड्स दैट हैव सेम स्पेलिङ। यहाँ चाहिँ सेम स्पेलिङ हुन्छ, जस्तै बीएटिभ ब्याट एउटा भनेको बीएटिभ ब्याट सेम स्पेलिङ हुन्छ तर यसको मिनिङ चाहिँ के हुन्छ? डिफरेन्ट हुन्छ। हेर्दाखेरि जस्तै हेर्नुस् त ब्याटमा चाहिँ एउटा भनेको चाहिँ स्पेलिङ सेम छ नि, यो भनेको चाहिँ के भयो त? होमोग्राफ्स भएको। सेम स्पेलिङ छ भने त्यसलाई भनियो होमोग्राफ्स। अर्को भनेको छ युजुअली हैव डिफरेन्ट स्पेलिङ। जस्तै हेर्ने हो भने चाहिँ राइट हेर्नुस् त WRIT राइट अनि RIGHT राइट, यिनीहरुको स्पेलिङ के छ? बिल्कुल डिफरेन्ट छ। त्यसर्थ होमोफोन्सको चाहिँ प्राय स्पेलिङहरु चाहिँ डिफरेन्ट हुन्छ। तर यसमा चाहिँ के हुन्छ? होमोग्राफमा चाहिँ अलवेज हैव सेम स्पेलिङ। यसको लागि चाहिँ सेम स्पेलिङ हुनै पर्यो। जस्तै BANK बैंक भनेको एउटा भनेको रिभर ब्याङ्कको, अर्को भनेको चाहिँ मनी ब्याङ्कको, सेम स्पेलिङ हुनै पर्छ होमोग्राफ्समा चाहिँ। त्यस्तै अर्को होमोफोन्समा चाहिँ मिनिङ्स आर डिफरेन्ट। एउटा फ्लावर अर्को फ्लावरको चाहिँ मिनिङ के छ त? डिफरेन्ट छ। एउटा भनेको फुल भयो, अर्को भनेको पिठो भयो। यसको मिनिङ के छ? बिल्कुल डिफरेन्ट छ। अर्कोको पनि होमोग्राफ्सको पनि मिनिङ चाहिँ डिफरेन्ट नै हुन्छ। एउटा लाइट भनेको नट हेभी, अर्को भनेको ब्राइटनेस, यसको पनि के छ? मिनिङ डिफरेन्ट नै छ। फोकस इज अन साउन्ड। यसले चाहिँ केमा फोकस गर्छ होमोफोनले भन्दा चाहिँ यसले चाहिँ साउन्डमा, जस्तै हियरमा चाहिँ साउन्डमा चाहिँ यसले चाहिँ सुन्दाखेरि कस्तो सुनिन्छ भन्नेमा फोकस गरेको हुन्छ भने होमोग्राफले चाहिँ फोकस इज अन राइटिङ। राइटिङमा चाहिँ यसले फर्ममा चाहिँ फोकस गर्ने गर्छ है। अर्को भनेको चाहिँ होमोफोन्सले चाहिँ प्रोनाउन्सिएसन इज अलवेज सेम। जस्तै ओन एउटै सेम प्रोनाउन्सिएसन हुन्छ है। होमोफोन्सको चाहिँ जहिल्यै पनि एउटै सेम प्रोनाउन्सिएसन हुन्छ, तर होमोग्राफ्सको चाहिँ प्रोनाउन्सिएसन चाहिँ डिफरेन्ट अथवा सेम हुन सक्छ। कहिलेकाहीँ सेम पनि हुनसक्छ, कहिलेकाहीँ डिफरेन्ट पनि हुनसक्छ। जस्तै लिड र लेटमा चाहिँ कहिलेकाहीँ प्रोनाउन्सिएसन डिफरेन्ट पनि हुनसक्छ, कहिलेकाहीँ सेम पनि हुनसक्छ है। युज इन स्पिकिङ कन्फ्युजन। होमोफोन चाहिँ केमा युज गरिन्छ भने चाहिँ स्पिकिङ कन्फ्युजन छ भने यसमा प्रयोग गर्ने गरिन्छ। जस्तै देयरमा चाहिँ यसको चाहिँ युज गर्ने गरिन्छ। तर यसमा चाहिँ होमोग्राफ्समा चाहिँ केमा गरिन्छ भने चाहिँ रिडिङ कन्फ्युजनमा चाहिँ यसको युज गर्ने गरिन्छ। जस्तै उदाहरणको रूपमा हेर्ने हो भने चाहिँ इक्जाम्पलको सेन्टेन्समा जस्तै आई क्यान सी द सी। यहाँ चाहिँ हेर्नुस् त यो दुईटा सी, एउटा सी यस्तो छ, अर्को सी यस्तो छ। यो भनेको चाहिँ के को इक्जाम्पल भयो त? होमोफोनको इक्जाम्पल भयो। त्यस्तै अर्को चाहिँ यु विल लिड विथ अ लिड बाई।
यो भनेको चाहिँ केमा छ त, यो भनेको चाहिँ स्पेलिङमा छ। सो यसलाई चाहिँ के भन्यो त भन्दा चाहिँ यसलाई चाहिँ भन्यो होमोग्राफ्स भन्यो। सेम स्पेलिङ हुनु पर्यो यसमा सेम प्रोनाउन्सिएसन हुनु पर्यो, तर होमोफोन्समा चाहिँ डिफ्रेन्ट स्पेलिङ हुन्छ। सो यति हामीले बुझिसकेपछि चाहिँ होमोफोन्स र होमोग्राफ्स भनेको के रहेछ स्पष्ट रूपमा बुझ्न सकिन्छ है। आई होप तपाईँहरूले पनि यसलाई क्लियरली तरिकाले बुझिसक्नुभयो होला। यदि तपाईँहरूसँग चाहिँ केही कन्फ्युजन छ भने यो सम्बन्धी तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट छ, किनभने यो चाहिँ 2081 को क्वेसनमा चाहिँ सोधिएको थियो है त। मैले लेखिरहेको छु, इक्जाममा चाहिँ सोधिएको थियो। So this is very important. So thank you for watching this video. Bye bye.